हेलो हेलो नमस्ते गाइज सबैलाई नमस्कार छ। हजुरहरू देखिरहनु भएको छ मेरो हातमा चाँदीको रड। यो हो चाँदीको रड, यसको तौल 3 तोला छ। यो 3 तोला चाँदीको रडबाट चाहिँ म अब मार्केटमा एकदम चलेको भाइरल चुरा बनाउँदैछु है। कटिङ चुरा बनाउँछु म यसबाट। अब गाइज सबैजना आउनु होला, हेरौँ यो चाँदीबाट कसरी भाइरल चुरा बन्छ। म हजुरहरूलाई प्रश्न देखाउँदैछु है त। ल आउनुहोस् है त। अब यो म मजाले पेलेर लामो बनाउँछु मेसिनमा। ल गाइज अब यसलाई मेसिनमा पेल्नुभन्दा पहिला एकचोटि तताइदिउँ। अघि कुट्दा कुट्दा साह्रो भएको छ, मेसिनमा पेल्नलाई कमालो गराउँ। र मेसिनमा मैले मजाले यसरी पेलिदिएँ। 1 बाई 1 घाटमा हालेर सानो ठुलोदेखि सानो गर्दै लिएर आउनुपर्ने हुन्छ। पेल्दै पेल्दै यसलाई मैले लामो गराउँछु। अनि पेलिसकेपछि यसलाई मजाले गोल्याउनु पर्ने हुन्छ, चिल्लो पार्नुपर्ने हुन्छ। अब यसरी मैले एकदम लामो बनाएर सलक्क यो पेलिसकेँ। पेलेर चाहिँ अब यो जाँचमा हालेर तान्नुपर्ने हुन्छ। यसरी एकदम गाह्रो हुन्छ क्या। सबभन्दा मेन पोइन्ट भनेको यही हो, गाह्रो भनेको यही हो। यहाँ छ गाह्रो। यो तान्नलाई चाहिँ एकदम न्वारानदेखिको बल निकालेर तान्नुपर्ने हुन्छ। र तानेर अब यो गोलो चिल्लो भइसकेपछि यसलाई फेरि एकै ठाउँ पोको पारेर तताएर चाहिँ यसलाई फेरि सिधा गराउनुपर्छ, एकदम चिल्लो पारेर। सिधा गरिसकेपछि फेरि यसलाई मैले साइज अनुसार, चुराको नाप अनुसार ट्याक ट्याक पिस पिस गरेर जति पिस आफूलाई चाहिने हो त्यति पिस यो तारलाई काटेँ। काटिसकेपछि फेरि यसलाई मजाले चिल्ल्याएँ, मैले गोलो गराएँ, सिधा गराएँ। गोलो सिधा यसरी मजाले घोटेर गरिसकिसकेपछि यसलाई अब एकचोटि तताइदिन्छु, नरम गराउनुपर्छ। फेरि सबैलाई मैले मजाले तताइदिन्छु, नरम गराउनुपर्छ यसलाई। गोलो गराउनलाई मजाले नरम गराइसकेपछि यसलाई अब यो काठको गोल डन्डामा राखेर स्वाइँ स्वाइँ घुमाएर ट्याप ट्याप मुख जोडेर यसलाई मजाले रिङको चुराको साइज दिन्छु म। यसरी मजाले माथिबाट ट्याक 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 कुट्दै पिट्दै गरेर चाहिँ नि अब यो गोलो बनाएर साइज नापेँ। चारैतिरबाट साइज नापेपछि यो 2-5 को चुरा हो, एकदम पर्फेक्ट साइज आइसकेको छ। र यसरी मजाले मुख मिलाएर रेडी गरिसकेपछि यसलाई म अब रसाएर यसलाई एकदम समतल ठाउँमा राखेर चारैतिरबाट ट्याक 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 हानेर एकदम गोलो चिटिक्क बनाउँछु होइन। मजाले यसरी गोलो गराइसकेपछि चुरा एकदम तयार हुन्छ। हजुरहरूलाई पनि चाहिएको छ भने म कहाँ आएर बनाएर लिएर जान सक्नुहुनेछ। यसको जेला चाहिँ मात्रै 200 रुपियाँ हो गाइज होइन। मेरो यसमा लगभग 100 रुपियाँ खर्च हुन्छ। 100 रुपियाँ मुनाफा राखेर मैले यसमा बेचिरहेको छु एक पिसमा। अन्त बनाउनु भयो भने तपाईँलाई जेला पनि लाग्छ, जर्ती पनि लाग्छ। जेला जर्ती दुवै महँगो हुन्छ। बनाउन खोज्नु भएको छ तर जेला जर्ती महँगो भएर बनाउन सक्नु भएको छैन भने अब सिधै दिनेश ज्वेलर्समा आएर अर्डर गरेर हजुरले बनाएर लिएर जान सक्नुहुनेछ है त। मात्रै 200 रुपियाँ जेला लिएर बनाएको छु मैले। चाँदी एकदम प्योर ग्यारेन्टीवाला हुन्छ। चाँदीको क्वालिटीमा नो कम्प्रोमाइज होइन, त्यसको जिम्मा हामी लिन्छौँ। तपाईँलाई चाँदी डुप्लिकेट निस्क्यो अथवा चाँदीमा क्वालिटी कम भयो भने त्यसको डबल पैसा लिएर जानु होला है त। एकदम ग्यारेन्टीका साथ हामी बनाएर दिन्छौँ। बनाउने इच्छा छ भने हामी कहाँ आएर अर्डर गर्नु होला है त गाइस।